हेलो एन्ड नमस्ते साथीहरू। हेर्नुहोस् म चाहिँ आज कहाँ गएँ भन्दा चाहिँ बोहो स्टुडियो, राहुल राईको बोहो स्टुडियो, जहाँ चाहिँ अब मैले धेरै एफबीमा होइन इन्स्टामा देखेको थिएँ। अनि यो चाहिँ उहाँको स्टुडियो हो, सिलगढी पिभिआर टावर है। अनि मेरो चाहिँ सुरु भइसकेको छ। म चाहिँ मेन चाहिँ हाइलाइटको लागि गएको थिएँ, तर अब कसरी कस्तो राम्रो हुन्छ होइन, कसरी गर्नु चाहिँ भाइले भाइले मलाई बताइदिनु भएर म चाहिँ स्टार्ट भइसकेको छ। बहिनीहरूले चाहिँ एकदम मजाले पहिला स्ट्रेट गर्नु हुँदो रहेछ, त्यहाँदेखि मात्रै कलरहरू सुरु भयो। सबै एकदम फ्रेन्डली फ्यामिलीहरू हुँदो रहेछ। पनि जानुहुन्छ उहाँ चाहिँ राम्रो जानुहुन्छ। फर्स्ट स्टेप राखेको छ त्यहाँदेखि वास गरेर मेरो चाहिँ फाइनल टचअपहरू कलरहरू भइसकेर फाइनल टचअप हुँदैछ। मजा आएको उनीहरूसँग गफ गर्दै होइन, सबैजना एकदमै राम्रो। तपाईँहरू पनि यहाँ जानुभयो भने चाहिँ एकदमै राम्रो, हेयर ड्यामेजहरू नहुने डर यहाँ चाहिँ होइन। अलिक एक्सपेन्सिभ चाहिँ छ, तर तपाईँलाई चाहिँ एकदम राम्रो रिजल्ट पाउनुहुन्छ। मेरो चाहिँ अब यति गरेर चाहिँ मेरो त अब नेचुरल कर्ल हो। यो चाहिँ मेरो अब जुन नेचुरल कर्ल छ त्यसमा फेरि सेट गरिदिनु हुँदैछ। हेर्दै जानुहोस् अब मेरो फाइनल लुक भन्दा मेरो सेट भइसकेको चाहिँ छ। र लास्टको चाहिँ मैले भिडियो गर्नु पाएँ, यति साह्रो थाकेको थिएँ। उहाँहरूले चाहिँ गरेको छ, सायद उहाँहरूकोमा छ भने चाहिँ मलाई पठाइदिनु। म लास्टको मेरो फाइनल लुक पनि तपाईँहरूलाई म ब्याकबाट जुन छ त्यो चाहिँ छ हो भिडियो, यसमा मैले फ्रन्टबाट चाहिँ गर्नु पाइनँ। यो चाहिँ हो मेरो फाइनल लुक। यसलाई चाहिँ अलिकति अब लास्टमा अझै फिनिसिङ